अनि त्योदेखि हाम्रो लगभग 100 देखि 150 मिटरमा यहीँनिर पनि रुख भाँचिएको छ है, रुख भाँचिएको छ, रुख चाहिँ काटिसकेको छ। अनि तपाईँको लगभग हाम्रो 500 मिटर 600 मिटर तारहरू चाहिँ पुरै खतम भएको छ। अब यो रुख काट्दाखेरि यहाँनिर पनि भाँचेको हो, यो रुख उताको काटेर लगिसकेको छ। त्यहाँदेखि अब अलिकति अगाडि भित्र यहाँनिर पनि ढलेको छ रुख, यहाँनिर पनि तारको हालत खतम बनाइदिएको छ। ब्याम्बोहरू चुटिएर यहाँ ब्याम्बो चुटेको छ नि, तार चुटेको छ अगाडिसम्म। यहीँनिर पनि रुख ढलेको छ, अगाडि 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 अझै अगाडि 5 ठाउँ छ। अनि त्यसो यस्तो स्टुडियो अब यहाँनिर क्रसिङको तारहरू सबै झरेछ। त्यहाँभन्दा यता हाम्रो अब अगाडि हेर्दै जाँदा परसम्म कहाँसम्म हुन्छ। मिटरबाट रिकभर हुन्छ जान्छ। यता छैन हाम्रो, त्यो साइडमा छैन, यही साइड हो। अब यहाँनिर यहाँ पनि ढलेको छ, तारै झरेको छ, सबै झरेको छ, सबै झरेको छ सबै। रुख चाहिँ अघि उडाइसकेका छन् समाधान। यहाँबाट यता क्रसिङ हुन्छ हाम्रो, यतापट्टि अब के छ यतापट्टि तार त एउटा मात्रै छ त, 2टा छ त तार। हाम्रो पनि छ त होइन तार यता, हाम्रो यही हो। ए भाइनेटको तार अर्को छ तल, यहाँ कोलाले पुरा तानिएर छ तल। ए ठिकै छ, त्यो नि हेरौँला। एउटा हाम्रो माथिको तार हो, भुइँमा झऱ्यो भाइनेटको, तल नुहेको छ, झरेको छ। ठिकै होइन, माथि छ हाम्रो, तल झरेको छ एउटा, त्यो तल झरेको भाइनेटको तारको। हाम्रो मैले अस्ति चेक गरिसकेको। अनि यहाँनिर पनि एउटा रुख भाँगेको छ क्या, यो तर यो रुखै भाँगो हो कि क्या हो, रुखै भाँगो होला। यहाँसम्म चाहिँ ठिक छ। अब यहाँभन्दा उता जाने उल्लाबारीदेखि कृष्ण मन्दिरसम्मको चाहिँ तार ठिक छ। फेरि उल्लाबारीको लिङ्क अप्सन छ, ए ढुकुर पानीको उल्लाबारी साइड।